हेलो सेवारो नमस्ते वेलकम टु माई ब्लग तपाईँहरूले मेरो ब्लगमा स्वागत छ आजको नयाँ ब्लग अनि आज हामी अहिले चाहिँ नेपाल टारमा छौँ यहाँदेखि हाम्रो यात्रा चाहिँ कहाँ अरे दिदीबहिनी जरागाउँसम्म अहिले चाहिँ अब नेपाल टारमा छौँ नेपाल टार होइन त यो अब यहाँदेखि कति आधी घन्टा एक घन्टा पनि लाग्दैन होला फिल्मदेखि 1 घन्टा भनेपछि लाग्दैन होला यो चाहिँ यहाँ बसिरहेको छ यहाँ चाहिँ यहाँको चियाबारी कति राम्रो देखिरहेको रहेछ चियाबारी तपाईहरु पनि हेर्न सक्नुहुनेछ कति राम्रो छ चियाबारी यो चाहिँ नेपाल टारको चियाबारी हो अनि यहाँ चाहिँ यता चाहिँ हाम्रो स्कुटी छ अब जाम है त लेट्स गो आफ्नै फोटो भिडियो खिच्नुमा व्यस्त मेरो खिचिदिएको यहाँ खिच्छ मलाई बरु दिदीबहिनी झरनाको लागि लगेको दिदीबहिनी झरना हामी गएको होइन त पानी पर्न लागिसक्यो कि हिँड न हामी दिदीबहिनी झरनाको लागि रेडी भयौँ गुगलमा त पानी पर्छ भनेर लेखेको थिएन नि त वेदर हेरेर आएको तर पनि पानी पर्दैछ अवस्था है गाइस डकुमेन्टहरू खोजेको अवस्था तर हामीसँग सबै थियो त्यही भएर हामी डराएनौँ अनि यतातिर चाहिँ पानी परिरहेको छ एकदम इलाममा चाहिँ त्यस्तो पानी परेको थिएन तर यता चाहिँ पानी परिरहेको छ मेरो चाहिँ कौतिर कस्तो धेरै बजार थियो यहाँ चाहिँ अझै सानो परिरहेको छ यताको मौसम चाहिँ एकदम चिसो इलाम भन्दा पनि चिसो इलाम बजार भन्दा पनि चिसो रक्सीतिर चाहिँ अनि आज हाम्रो चाहिँ छुट्टी मनाउनु शनिबार रक्सी बजार आइपुग्यो राजपुर बजार रोडमा हिँड्दा चाहिँ ल साथीहरु चिया खाएर फेरि भेटौँला है त
टिकटक बनाउनलाई हामी चिया खानलाई चिया कफी खानलाई होइन हामीले चाहिँ कफी अर्डर गरेको छौँ कफी बन्दैछ अनि हामी चाहिँ यहाँ टाइम पास गर्दैछौँ चाहिँ मेरो फोटो खिचिदिन लाग्यो कि राम्रो खिचिन भने यसलाई म के गर्छु भन त बाखुर बजारमा छौँ कफी खानाले पुगेर आएर कफी आइसक्यो चेस चिन्न हालिदिनु भने चाहिँ कस्तो गुल्यो रहेछ माइदी चाहिँ कफी खाँदै हुनुहुन्छ होइन तर माइदीलाई कफी चाहिँ एकदम गुलियो भयो अरे गुलियो होइन लामो सरसो तानेर हुन्छ नि त्यस्तो गुलियो भयो त्यो पनि ठिक छ कफी पिइसक्यौँ अब यहाँदेखि चाहिँ हामी लाग्नुपर्ने हुन्छ कच्ची बाटो यता हिलो हिलोहरू छ बाटो चाहिँ म चाहिँ फर्स्ट टाइम आएको हो गाइस अब यो बाटोमा दुईवटा कुन बाटो हो भनेर हामी भने कुन एरो हो यो तल्लो एरो होला तल्लो हो ए यस्तो छ अब हामी कता जाने यता पनि बाटो छ यता पनि छ हामी दुईवटा बाटोको बिचमा छौँ यही बाटो यहाँ स्कुटर घुमाउँदै हुनुहुन्छ होइन हामी चाहिँ अगाडि आएर दिदीबहिनी झरनाको बाटो यो बाटो जानुपर्ने रहेछ हामी चाहिँ आयौँ कुन बाटो भन्दा यो बाटो होइन यहाँनिर यस्तो एरो लगाइदिएको छ भिडियो बनाउनु पनि डर लागिरहेको छ कि लडिहाल्छौँ कि त्यही त फोनसँगै लडिहाल्यो भने क्या गरौँ भने तर बाटो चाहिँ यस्तो छ हामी कति मिनटमा पुग्छौँ त अब दिदी बहिनी झरना भन्दा घर रहेछ यहाँ पर चाहिँ एउटा अफरोड सिडी हामी चाहिँ हिँड्दै जाँदैछौँ दिदीबहिनी महावीर दिदीबहिनी झरना होइन अघि चाहिँ मेरो साथीले मेरो ड्राइभिङप्रति अलिकति विश्वास लागेन त्यही भएर हामीले स्कुटीमा अलिक माथि नै राखी छोडेर धेरै टाढो छैन अनि अब पानी पनि पर्न लाग्यो बाटो पनि राम्रो रहेन रहेछ त्यही भएर अनि यस्तो रहेछ बाटो चाहिँ मेरो लागि चाहिँ राम्रो रहेन रहेछ अनि हामी अहिले हिँड्दैछौँ दिदीबहिनी झरनाको लागि महावीर दिदीबहिनी झरना होइन बस ट्रेकिङ भयो आज हाम्रो बाटो रहेछ अनि यस्तोमा त खुट्टा भाँच्यो भने त छैन त हो भनेर हामीले स्कुटी चाहिँ माथि नै राखी छोड्यौँ तर त्यति धेरै टाढा छैन दिदीबहिनी झरना पनि हुन त आइपुग्यो कति अरे 20-25 मिनट भन्नुभयो होइन उहाँले इलामदेखि यहाँसम्मको 15-20 किलोमिटर हो नि त भनेको अब हामीलाई चाहिँ लगभग 2 घन्टा लाग्छ होइन अरू त 1 घन्टामै पनि आइपुग्न सक्छ होइन समस्या छ 2 घन्टै लाग्यो बिस्तारै आयौँ बस्दै आयौँ चिया कफी खायौँ होइन चिया कफी पियौँ अब चाहिँ हामी दिदीबहिनी झरना चाहिँ आइपुग्न लाग्यौँ यहाँदेखि तपाईँहरू पनि हेर्न सक्नुहुनेछ बहिनी झरना चाहिँ देख्दै हुनुहुन्छ दिदी चाहिँ सायद लुक्नु भएको छ पुग्नु आँटीमै अब चाहिँ हिँड्दै दिदी बहिनी झरना त एउटै देखिरहेको छु तर मैले त यो चाहिँ इलाम नगरपालिका 3 बाखर क्षेत्रमा पर्छ 2वटा झरनासँगै बगेकोले दिदीबहिनी झरना भनेर भनिन्छ चाहिँ दिदीबहिनी झरनाको अर्थ चाहिँ यता चेपमा फर्स्टमा चाहिँ एउटा देखिने रहेछ नि त त्यही भएर दिदीबहिनी झरनामा त एउटै देखिरहेको छु
कसरी दिदी बहिनी भयो भन्ने मलाई तपाईँहरूलाई लागिरहेको थियो। दिदी बहिनी झरनामा तर हेर कोही छैन रहेछ, हामी दुईजना होइन। दिदी दिदी बहिनी झरनामा स्वागत छ आजको हाम्रो भ्लग। भयो। अब यहाँ आइसकेपछि त फोटो खिच्नै पर्यो, त्यही भएर एकछिन हाम्रो चाहिँ फोटो सेसन सुरु। तर फोटो खिच्दै गर्दाखेरि एक्कासी वेदर चेन्ज भएर दिदीबहिनी झरना त अनि कुहिरोले छपक्कै छोपिहाल्यो है। यति राम्रो यति सुन्दर ठाउँहरू छ। बाटो चाहिँ अलिकति राम्रो छैन, त्यही पनि यति। हामी चाहिँ दिदीबहिनी झरना हेर्न आएको, तर अहिले अघि चाहिँसम्म चाहिँ राम्रो देखिरहेको थियो, अहिले चाहिँ पुरा कुहिरोले घेरेर केही देखेन। यति राम्रो हरियाली ठाउँ छ। बाटो चाहिँ अलिकति खराब छ भित्र छिर्ने बेलामा। तपाईँहरू पनि भिजिट गर्न सक्नुहुनेछ यहाँनिर। तर यो कुहिरो चाहिँ एकैछिनमा हट्छ होला, किनभने पाहाडमा कुहिरो आउने जाने त भइ नै रहन्छ। त्यही भएर उता चाहिँ ऊ चाहिँ मेरो साथी हो जो चाहिँ टिकटकमा बिजी छ। ल झरनातिर जाउँ है त। मौसम चाहिँ यस्तो भइरहेछ है, केही देखेको छैन झरना, केही देखेन है झरना। बाटो चाहिँ यस्तो छ, रेलिङ। हिँड न के भयो, किन उभिएको नि। म चाहिँ यहाँ छु यसरी दिदीबहिनी झरना। तर आजको हाम्रो शनिबार यस्तै रह्यो होइन त, छुट्टी। बाटो चाहिँ अनि पहिरो गएर यस्तो भएछ, न त राम्रै, यता त राम्रै छ, रेलिङहरू लगाइदिनु भएको थियो। अहिले चाहिँ वाउ, यतिको चाहिँ हिँड्नुपर्ने हुन्छ है सिस्टर। दिदी चाहिँ यस्तो बाटो छ है। यस्तो बाटो हेरिरहेको छु, भरे जुकाले टोक्यो भने चाहिँ दिदी बहिनी झरना लागिरहेछ है। यहाँ जुका छ, जुकाले टोक्यो भने चाहिँ म जान्दिनँ। हेर साथी, मेरो के गल्ती। तर खासै मान्छे आउन जस्तो छ यतातिर, बाटोहरू हेर्दाखेरि चाहिँ खासै मान्छे आउनुहुन्छ जस्तो छैन। यो चाहिँ दिदीले, कुन चाहिँ दिदी हो कुन चाहिँ बहिनी हो थाहा छैन। यो हो कि बहिनी हो थाहा भएन। दिदी झरना होला। अब बहिनी झरना चाहिँ यता हो। बाटो चाहिँ तपाईँहरू हेर्न सक्नुहुनेछ, यति डरलाग्दो छ है। अब जुकाहरू पनि छ होला, आज कति जुकाले खाने हो थाहा छैन। तर मलाई खासै जुकादेखि चाहिँ डर लाग्दैन, लेकमै जन्मेको भएर होइन। हाम्रो अङ्गानमै जुका हुन्छ नि त, त्यही भएर डर चाहिँ लाग्दैन। ऊ हेर्दै चाहिँ पर्दैन, हेर्न जुका आयो भने चिलाउँछ कि। अनि बाटो चाहिँ यस्तो छ, तपाईँहरू हेर्न सक्नुहुनेछ। वाउ, हामी चाहिँ अब दिदी झरनातिर जाँदैछौँ। यति राम्रो ठाउँहरू छ होइन। तर अलिकति प्रमोसनको पनि, अनि यहाँ यस्तो डेन्जर रहेछ, प्रमोसनको कमी त होला नि होइन। प्रमोट होइन, प्रचार प्रसारको कमीले गर्दाखेरि चाहिँ अब हामीले थाहा नै छैन कहाँ के छ भन्ने कुरा। यो इलामदेखि खासै टाढा पनि होइन, इलामदेखि 15-20-25 किलोमिटर, 1-1.5 घन्टा। अनि बाख्खुर बजारदेखि चाहिँ कच्ची बाटो आउनुपर्छ, चाहिँ अफ रोड हो न, माथि होला हौ, माथि हो। चाहिँ दिदी
झरना पुगिसक्यौँ, बहिनी झरना छोडेर। हेर्नु सक्नुहुनेछ, त्यो चाहिँ दिदी झरना। अब यहाँ चाहिँ हुसी लागेर के देखेको छैन है, त्यही पनि हेर्नु होला, सबै हेऱ्यो। दिदी झरनाको अगाडि हामी फोटो खिच्ने। ल अब फोटो खिच्छौँ हामी चाहिँ। ओह पारीबाट वारी आएको। अघि चाहिँ वेदर मौसम खुलेको थिएन, राम्रो देखेको थिएन, अहिले चाहिँ एकदम राम्रो देख्यो। त चाहिँ हाम्रो दिदी झरना। उता चाहिँ मेरो साथी जो चाहिँ फोटो र टिकटक खिच्नमा व्यस्त छिन्। अब चाहिँ हामी दिदी झरनाबाट चाहिँ फर्किँदैछौँ। बहिनी झरना त उता छ नि त होइन? खोइ कुन दिदी कुन बहिनी हामीलाई थाहा छैन। हामी दिदी झरना नै भनौँ होइन, झरनाबाट हामी जाँदैछौँ गाइज होइन। अब चाहिँ यस्तो बाई बाई सबजनालाई। यहाँ चाहिँ बल्ल बल्ल दुईजना भाइ बहिनीहरू छ होइन, अरू चाहिँ कोही छैन। मलाई चाहिँ कुहिरो आउँदा चाहिँ यस्तो अँधेरो हुन्छ र कस्तो डर लागेको थियो कि अघि चाहिँ। अब यस्तोमा त बाटो यस्तै हो होइन बाबा? अब हामी चाहिँ फर्किँदैछौँ होइन। अब झरना यता पनि बाटो त छ, तर कस्तो अलि अप्ठ्यारो खालको रहेछ। तिमीलाई थाहा छ यसको मेहन्दी लगाउँछन् क्या? खै हात देऊ, कस्तो गर्ने भने नि यस्तो गर्ने हो, यस्तो गर्ने, यस्तो गर्ने। ए निस्केन, यहाँ निकाल्नु। यो चाहिँ यो मेहन्दी हो क्या पुरानो। ए फेल फेल। हेलो, अब चाहिँ हामी दिदी झरनाबाट फर्किँदैछौँ। तिमीले के बोकेर लैजाऊ। आजको हाम्रो यात्रा चाहिँ यहीँसम्म थियो, दिदी बहिनी झरना। अहिले चाहिँ मौसम पनि खुल्यो होइन, राम्रो दिदी बहिनी झरना दुइटै देखिरहेको। आजको हाम्रो यात्रा चाहिँ यहीँसम्म मात्र थियो। यो हाम्रो भिडियोले चाहिँ यहीँ टुङ्ग्याउँछौँ। आजको लागि चाहिँ यति नै। धन्यवाद हेरिदिनु भयो तपाईँहरूलाई। थ्याङ्क यू फर वाचिङ। कुहिरो लागिसक्यो फेरि मौसम चाहिँ। वाचिङ माई भ्लग। आज चाहिँ यहीँसम्म मात्रै थियो। आज यति भन्दै अब आजको भिडियोले चाहिँ, आजको भ्लगलाई चाहिँ यहीँ अन्त्य गरौँ होला है, कि होइन? हो, बाई बाई गाइस। बाई बाई।